हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज हामी चाहिँ बीबीएस सेकेन्ड इयरको म्याक्रो इकोनोमिक्सबाट चाहिँ युनिट 2 बाट नेसनल इन्कम अकाउन्टिङबाट चाहिँ हामी यो सर्कुलर फ्लो अफ इन्कम एन्ड एक्सपेन्डिचर इन टु सेक्टर इकोनोमी पढ्न जाँदैछौँ है। अब गएर चाहिँ फर्स्टमा चाहिँ हामीले यसको डिफिनेसन चाहिन्छ हैन। द टु सेक्टर इकोनोमी कन्सिस्ट अफ ओन्ली हाउस होल्ड एन्ड बिजनेस सेक्टर। टु सेक्टर इकोनोमीले चाहिँ हाउस होल्ड र बिजनेस सेक्टर मात्रै कन्सिस्ट गरेको हुन्छ। दिस इज द मोस्ट सिम्प्लिफाइड इकोनोमिक मोडल इन विच प्रोडक्ट एन्ड मनी फ्लो जेनेरेटेड बाई द गभर्मेन्ट एन्ड फरेन सेक्टर आर इग्नोर्ड। यो चाहिँ एकदम सिम्प्लिफाइड, एकदम सिम्पल खालको मोडल अरे के अरे मोडल हो भनेर भनेको छ। अनि जहाँ चाहिँ प्रोडक्ट एन्ड मनी फ्लो जेनेरेटेड बाई द गभर्मेन्टले चाहिँ प्रोडक्ट र मनी फ्लो चाहिँ गराउँछ भनेको छ। अनि फरेन सेक्टरको चाहिँ यहाँ केही कामै हुन्न, फरेन सेक्टरलाई चाहिँ इग्नोर गरेको हुन्छ। दिस इज अभियसली एन अनरियलिस्टिक मोडल। किन अनरियलिस्टिक मोडल हो कि यो? किन भन्दाखेरि चाहिँ फरेन सेक्टरलाई चाहिँ इकोनोमीमा चाहिँ इग्नोर गर्नै सकिँदैन कि। जसरी नि जे कुरामा पनि हाम्रो इकोनोमीमा चाहिँ फरेन सेक्टर चाहिँ आएर फरेनको चाहिँ इन्टरफेरेन्स अथवा विदेशी हस्तक्षेप चाहिँ जसरी नै भएको हुन्छ। त्यही भएर चाहिँ यो मोडललाई चाहिँ रियलिस्टिक मोडल भन्न सकिँदैन। तर यो सिम्प्लिफाइड मोडल चाहिँ है। अनि इन अदर वर्ड्स सच काइन्ड अफ इकोनोमी इज नट फाउन्ड इन द रियल वर्ल्ड। देख्नुभयो त, यस्तो खालको चाहिँ मोडल भनेको चाहिँ हाम्रो के अरे यो वास्तविक संसारमा चाहिँ पाउन सकिँदैन भनेको छ है। दिस इज अल्सो नोन एज टु सेक्टर क्लोज इकोनोमी। यसलाई चाहिँ टु सेक्टर क्लोज इकोनोमी पनि भनेको हुन्छ। एजम्सनमा चाहिँ पहिला एजम्सन्स भनेको मान्यताहरू के छ भन्दा ओन्ली टु सेक्टर इन द इकोनोमीमा चाहिँ दुईवटा सेक्टर मात्र हुन्छ भने होइन। यो डेफिनेसन पनि आइसकेको कुरा। हाउस होल्ड एन्ड बिजनेस सेक्टर एउटा भइहाल्यो होइन। अल इन्कम इज स्पेन्ड ओन कन्जम्सन के खर्च, इन्कम जति कमाएको थियो नि त मान्छेले, जति कमाएको थियो नि त्यो सबै कन्जम्सनमा जान्छ अरे के। कमाएको जति सबै खान्छ भन्न खोज्यो के। तर त्यस्तो त हुन्न। त्यही नि यो टु सेक्टरमा चाहिँ के भने भन्दाखेरि आफूले कमाएको जति चाहिँ खान्छ भनेर भन्यो के। देयर इज नो सेभिङ इन द इकोनोमीमा चाहिँ बचतै हुन्न अरे, सेभिङै छैन भन्न खोज्यो है। देयर इज नो गभर्मेन्ट एन्ड नो इन्टरनेसनल ट्रेड। देयर इज नो गभर्मेन्ट एन्ड नो इन्टरनेसनल ट्रेड नै हुन्न, इन्टरनेसनल ट्रेड हुन्न, गभर्मेन्टले चाहिँ हस्तक्षेप गरेको हुँदैन भनेर भनेको छ है। अनि त्यसपछि हाउस होल्ड्स आर ओनर्स अफ फ्याक्टर अफ प्रोडक्सन और फ्याक्टर अफ प्रोडक्सन्स आर सप्लाइड ओन्ली बाई द हाउस होल्ड। हाउस होल्ड भनेको चाहिँ घरको चाहिँ ओनरहरू हुन्छ नि अरे के। हाउस होल्ड भनेको चाहिँ ओनर्स अफ फ्याक्टर अफ प्रोडक्सन। फ्याक्टर अफ प्रोडक्सन भनेको के हुन्छ भन्दाखेरि ल्यान्ड, लेबर, क्यापिटल, अर्गनाइजेसन, यो चाहिँ फ्याक्टर अफ प्रोडक्सन हो है। अनि चाहिँ फ्याक्टर अफ प्रोडक्सन आर सप्लाइड ओन्ली बाई द हाउस होल्ड। हाउस होल्डले मात्रै पठाउँछ अरे कि फ्याक्टर अफ प्रोडक्सन, त्यस्तो भन्न खोजेँ है। प्रोड्युसर पर्चेज अर हायर फ्याक्टर अफ प्रोडक्सन फ्रम द हाउस होल्ड। प्रोड्युसरहरूले चाहिँ हाउस होल्डबाट चाहिँ पर्चेज गर्छ अरे कि फ्याक्टर अफ प्रोडक्सन। अब त्यही यति नै थियो यसको एजम्सन नि होइन। अनि त्यसपछि अब हाम्रो आयो ओन द बेसिस अफ दिस एजम्सन। यो एजम्सनको बेसिसमा चाहिँ वी क्यान प्रेजेन्ट सर्कुलर फ्लो अफ इन्कम एन्ड एक्सपेन्डिचर एज फलो। सर्कुलर फ्लो अफ इन्कम एन्ड एक्सपेन्डिचरको चाहिँ फिगर यसरी बनाउन सकिन्छ। एक साइडमा चाहिँ हाउस होल्ड सेक्टर हुन्छ। हाम्रो दुईवटा मात्र सेक्टर हुन्छ भनेको, एउटा हाउस होल्ड सेक्टर, एउटा बिजनेस सेक्टर। अब हाउस होल्ड सेक्टरले फ्याक्टर अफ प्रोडक्सन ल्यान्ड, लेबर, क्यापिटल एन्ड अर्गनाइजेसन बिजनेस सेक्टरलाई पठाउँछ। यसको रिटर्नमा चाहिँ होइन, ल्यान्ड लेबरको रिटर्नमा चाहिँ बिजनेस सेक्टरले हाउस होल्ड सेक्टरलाई फ्याक्टर अफ इन्कम दिन्छ, पैसा दिन्छ के। यसले यो पठाइदिन्छ। अनि यसको सट्टामा यो पठाए बापत चाहिँ यसले फ्याक्टर अफ इन्कम दिन्छ। के को? ल्यान्डको चाहिँ रेन्ट दिन्छ, लेबरको वेजेस दिन्छ, क्यापिटलको प्रफिट दिन्छ, अर्गनाइजेसनको इन्ट्रेस्ट दिन्छ, प्रफिट इन्ट्रेस्ट यसरी दिन्छ होइन। अब फेरि हाउस होल्डले चाहिँ पेमेन्ट फर द गुड्स एन्ड सर्भिसेस। फेरि यसले चाहिँ एबाट चाहिँ पेमेन्ट अब हुन्छ नि त, पहिला फ्याक्टर अफ प्रोडक्सन, ल्यान्ड, लेबर, क्यापिटल यस्तो दियो नि त हाउस होल्डले बिजनेस सेक्टरलाई। अनि अब बिजनेस सेक्टरले चाहिँ के गर्छ, त्यसलाई चाहिँ त्यसको त्यो दिए बापत ल्यान्ड, लेबर, फ्याक्टर अफ प्रोडक्सन दिए बापत फ्याक्टर अफ इन्कम रिटर्न गर्छ होइन। अब फेरि पेमेन्ट फर गुड एन्ड सर्भिसेस चाहिँ यसले यी कुराहरू युज गरेर चाहिँ यहाँ प्रोडक्ट बनाएको हुन्छ के बिजनेस सेक्टरले।
अब फ्लो अफ प्रोडक्ट बनाउँछ। अब यसले चाहिँ फ्लो गर्छ के, हाउसहोल्ड सेक्टरलाई के गर्छ भने बेच्छ, सामान बनाउँछ, यसले दिन्छ सामान, लाइक र मेटेरियल्स दिन्छ। बिजनेस सेक्टरले चाहिँ सामान बनाउँछ, सामान बनाएपछि फेरि किन्ने चाहिँ को भन्दाखेरि हाउसहोल्ड सेक्टर। हाउसहोल्ड सेक्टरले किन्छ। फ्लो अफ गुड्स एन्ड सर्भिसेस चाहिँ बिजनेस सेक्टरले चाहिँ हाउसहोल्ड सेक्टरलाई दिन्छ। अनि फेरि त्यो दिए बापत चाहिँ हाउसहोल्ड सेक्टरले चाहिँ फेरि पेमेन्ट फर गुड्स एन्ड सर्भिसेस रिटर्नमा गर्छ है। अब यसको चाहिँ यो चाहिँ त्यो फिगर हो। यसको चाहिँ फिगरको चाहिँ एक्सप्लेन अब हामी यसरी यहाँ हेरौँ है। द गिभन फिगर सोज सर्कुलर फ्लो अफ इन्कम एन्ड एक्सपेन्डिचर। सर्कुलर फ्लो देखाउँछ अरे इन टु सेक्टर इकोनोमी, दुई सेक्टर इकोनोमीमा चाहिँ सर्कुलर फ्लो देखाउँछ। द अप्पर हाफ फिगर, अप्पर हाफ भनेको यो फ्याक्टर अफ प्रोडक्सन र फ्याक्टर अफ इन्कमवालाले चाहिँ के सो गर्छ भन्दाखेरि रिप्रेजेन्ट्स फ्याक्टर मार्केट एन्ड लोवर हाफ अफ द फिगर रिप्रेजेन्ट्स कमोडिटी मार्केट। अप्पर हाफले चाहिँ फ्याक्टर मार्केट देखाउँछ भने लोवर हाफले चाहिँ कमोडिटी मार्केट देखाउँछ। बोथ दिज मार्केट्स जेनेरेटेड टु काइन्ड अफ फ्लो। यिनले चाहिँ दुईवटा काइन्ड अफ फ्लो चाहिँ जेनेरेट गर्छ। एउटा रियल अर प्रोडक्ट फ्लो एन्ड मनी फ्लो। एउटाले चाहिँ प्रोडक्ट र रियल फ्लो उस गर्छ भने के अरे फ्लो जेनेरेट गर्छ भने चाहिँ मनी फ्लो चाहिँ एउटाले गर्छ है। इन अप्पर हाफमा चाहिँ के भन्यो भन्दाखेरि अफ द फिगर देयर इज फ्लो अफ फ्याक्टर अफ प्रोडक्सन। फ्याक्टर अफ प्रोडक्सनको फ्लो भइरह फ्रम हाउसहोल्ड सेक्टर। हाउसहोल्ड सेक्टरबाट चाहिँ फ्याक्टर अफ प्रोडक्सनको फ्लो भयो टु बिजनेस सेक्टर। दिस मेक रियल फ्लो। हाउसहोल्ड सेक्टरले फ्याक्टर अफ प्रोडक्सन दिन्छ, यसले चाहिँ रियल फ्लो चाहिँ उस गर्छ है, मेक्स रियल फ्लो मेक गर्छ। एन्ड द रियल फ्लो अर फ्याक्टर अफ फ्लो कज एनदर फ्लो। यो रियल फ्लोले चाहिँ फ्याक्टर फेरि त्यसैको कारणले चाहिँ अर्को फ्लो हुन्छ के उताबाट बिजनेस सेक्टरबाट हाउसहोल्ड सेक्टरको लागि। अनि त्यसले चाहिँ के गर्छ भन्दाखेरि एनदर फ्लो अथवा एनदर फ्लो भन्ने नि भनौँ, अनि रिभर्स फ्लो भन्ने नि भनौँ है। द्याट इज द फ्लो अफ फ्याक्टर अफ इन्कम। जो फ्याक्टर अफ प्रोडक्सनले फ्याक्टर अफ इन्कमको रिभर्स फ्लो गराउँछ इन द फर्म अफ वेजेस, रेन्ट, प्रॉफिट एन्ड इन्ट्रेस्ट फ्रम फर्म्स टु द हाउसहोल्ड सेक्टर। कहाँबाट भन्दाखेरि फर्म भनेको बिजनेस होइन, बिजनेस सेक्टरबाट हाउसहोल्ड सेक्टरमा। सिन्स अल फ्याक्टर इन्कम्स आर पेड इन द फर्म अफ मनी। यो सबै फ्याक्टर अफ प्रोडक्सन चाहिँ मनीमा पे गरिन्छ। जस्तै हेर्ने नि, रेन्ट भनेको नि पैसामै दिने हो। नाम चाहिँ मनीको नाम चाहिँ छुट्टा छुट्टै। रेन्ट भनेको पैसामा, प्रॉफिट पैसामा, इन्ट्रेस्ट पनि पैसा, अनि आएर वेजेस पनि पैसामा। यो चाहिँ सिन्स अल फ्याक्टर इन्कम आर पेड इन द फर्म अफ मनीको फर्ममा चाहिँ दिन्छ है। द फ्लो अफ फ्याक्टर्स इन्कम रिप्रेजेन्ट्स मनी फ्लो। फ्लो अफ फ्याक्टर इन्कमले रिप्रेजेन्ट्स मनी फ्लो रिप्रेजेन्ट्स गर्छ है। फ्रम द फिगर इट इज क्लियर। के क्लियर हुन्छ भन्दाखेरि द्याट फ्याक्टर सर्भिसेस एन्ड मनी फ्लो इन द अपोजिट डिरेक्सन। फ्याक्टर सर्भिसेस एन्ड मनी फ्लो चाहिँ अपोजिट डिरेक्सनमा हुन्छ भनेर भनेको छ है। अब आएर हाम्रो अर्को आयो द लोवर हाफ अफ द फिगर सोज कमोडिटी मार्केट। लोवर हाफले चाहिँ कमोडिटी मार्केट देखाउँछ। एज इन द फिगर अनुसार चाहिँ द गुड्स एन्ड सर्भिसेस प्रोड्युस बाई द बिजनेस सेक्टर अर बिजनेस फर्म फ्लो फ्रम बिजनेस सेक्टर अर बिजनेस फर्म टु हाउसहोल्ड। के भनेर भन्दाखेरि गुड्स र सर्भिसेस प्रोड्युस भएको जुन चाहिँ बिजनेस सेक्टरमा प्रोड्युस भएको थियो नि, त्यो चाहिँ फ्लो भएर चाहिँ हाउसहोल्ड सेक्टरतिर जान्छ। द पेमेन्ट मेड बाई द हाउसहोल्ड सेक्टर फर गुड्स एन्ड सर्भिसेस क्रिएट मनी फ्लो। अब चाहिँ त्यो प्रोड्युस भएर गुड्स र सर्भिसेस चाहिँ प्रोड्युस भएर यसरी जान्छ नि त हाउसहोल्ड सेक्टरले। त्यो एउटा त्यसले चाहिँ बिजनेस सेक्टरदेखि हाउसहोल्ड सेक्टरमा फ्लो भयो होइन। जुन चाहिँ प्रोडक्ट हाउसहोल्ड सेक्टरले युज गर्यो नि त्यो बापत चाहिँ फेरि रिभर्स फ्लोमा चाहिँ पेमेन्ट गर्छ क्या। अब आफूले सामान युज गरेपछि त पेमेन्ट गर्ने चलनै हो नि त। केही कुराको साटो केही कुरा दिनपर्छ नि त। अनि त्यो हाउसहोल्ड सेक्टरले चाहिँ बिजनेस सेक्टरलाई पेमेन्ट गर्छ केमा मनी फ्लो गर्छ। मनी केमा गर्छ पेमेन्ट केमा गर्छ भन्दाखेरि मनीमा हुन्छ। मनीमा इन द अनि क्रिएट मनी फ्लो चाहिँ क्रिएट गर्छ। इट इज क्लियर द्याट के क्लियर छ भन्दाखेरि रियल अथवा गुड्स एन्ड मनी फ्लो इन द कमोडिटी मार्केट अल्सो फ्लो इन द अपोजिट डिरेक्सन। अब चाहिँ रियल फ्लो अथवा गुड्स एन्ड मनी फ्लो इन द कमोडिटी मार्केटमा पनि अपोजिट डिरेक्सनमा हुन्छ भनेर भनेको छ होइन। अब जब चाहिँ हामीले कम्बाइन गर्छौँ नि, कम्बाइन द गुड्स
एन्ड मनी फ्लो, गुड र मनी फ्लो इन द गुड्स एन्ड मनी मार्केट। गुड्स र मनी मार्केटमा यो हामीले फ्लो, यो दुइटै फ्लोलाई चाहिँ अप्पर हाफ र लोवर हाफकोलाई चाहिँ कम्बाइन गर्छौँ। वी विल गेट कन्टिन्युस सर्कुलर फ्लो अफ इन्कम एन्ड एक्सपेन्डिचर। त्यसपछि चाहिँ हामीले वी विल गेट सर्कुलर फ्लो अफ इन्कम एन्ड एक्सपेन्डिचर। इन्कम र एक्सपेन्डिचरको सर्कुलर फ्लो चाहिँ हामीले पाउन सकिन्छ। अनि इट इज अल्सो क्लियर द्याट इन्कम फ्लो एन्ड मनी फ्लो आर इक्वल। यसले चाहिँ के क्लियर गर्छ भन्दाखेरि इन्कम फ्लो र मनी फ्लो भनेको चाहिँ इक्वल हुन्छ। यसरी चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि टु सेक्टर इकोनोमीमा चाहिँ होइन सर्कुलर फ्लो, टु सेक्टर इकोनोमीमा चाहिँ सर्कुलर फ्लो अफ इन्कम एन्ड एक्सपेन्डिचर चाहिँ यसरी भएको हुन्छ भनेर हामीले थाहा पाउन सकिन्छ। सो दिस मच फर द, यसको लागि चाहिँ यति नै थियो। सो आजलाई चाहिँ अहिलेलाई चाहिँ यति नै। थ्याङ्क यू सो मच, प्लिज वाच। अनि इक्जाम पनि आउन लागिसकेको छ, सो प्रिपेयर हुनु होला, एकदम दामी गर्नुपर्छ। थ्याङ्क यू।